गाइस ह्याप्पी दसैँ अल अफ यु। ल आज चाहिँ हामी अब टिका लाउन जान लागेको छौँ। ह्याप्पी दसैँ अल अफ यु। बुवाले चाहिँ अब टिका लगाइदिनुहुन्छ। ल सुरुमै अब सायद छोड्ने मेरो छोरोको पाली है त। दसैँको टिका अजाको हातबाट लाउँदैछ छोरोले। पढ्नु धेरै इन्जिनियर पढ्नु डाक्टर पढ्नु पाइलट पढ्नु म डाक्टर बन्ने हैन अनि के पढ्ने त यो बाख्रा गोठालो पढ्नु नभए भैँसी गोठालो पढ्नु मेरो नाति डाक्टर नबन्ने रे ल डाक्टर हैन म आर्मी बन्ने हो ए आर्मी बनोस् मेरो नाति ल अब बाबा म दिन्छु है त जमारा ल धान त हो यो ल ल समाते ल ल नमस्ते ल अब साला ढुक्नु नमस्ते उता क्यामेराले खिचिराख्छ यसपालि जेठो छोरा चाहिँ कार्य व्यस्तताको कारण आउनु भएन। माइलो छोरो जापान छोराबुहारी नै अनि कान्छा र कान्छी छोराबुहारी नातिलाई टिका लगाइदिँदै हुनुहुन्छ बुवा मम्मीले। उता कहाँ छेउमा जान्छु छोरो माम खाने नाति जाने जुत्ता खस्यो रे भाइको सीता काम पुगोस् रोग भेद सबै जाओस्। यहाँ भिडियो भइरहेछ तपाईँ चाहिँ भिडियोतिर हेरेर उता पो दिने त मैले पच गरेको छु। दुईटा छोरा र एउटा बुहारी छुट्यो सम्झिराखेको छौँ भन्नु नि यहाँ भिडियो यतापट्टि आएर ल भन्नु ल स्टार्ट। दुईटा बुहारी अलि यता मम्मी चाहिँ एउटा बुहारी छुट्यो दुईटा छोरा छुट्यो एउटा झापातिर जेठा माइला माइला चाहिँ जापान माइला र माइली बुहारी। तर हामीले सम्झिराखेको छौँ सबैजनालाई अर्को वर्ष चाहिँ सबैजना सँगै भएर टिका लगाउला। जम्मा हुनेछौँ। कालुना दुईटा छोरा चाहिँ माइला र जेठा चाहिँ दसैँमा आइपुगेन बाहिर भयो। अर्को ठुलो छोरो अब माइली बुहारी पहिलो दसैँ हो खोइ आज अब उहाँ टाढो छ आउनु नसँग चाहिँ सबैजना हुने। आज चाहिँ दसैँ है गाइस। अजले सबैजनालाई चाहिँ टिका लगाइदिए हुनुहुन्छ है गाइस। अनि है अलि उता भाइ भाइ छ मामुले खेलाउँदै हुन्छ भाइलाई। मामु हेलो भन्नु। हेलो हेलो। हामी चाहिँ अब है टिका लगाएर नि पुरै फोटो नि खिचिसक्यौँ। अब हामी चाहिँ अब समय खान्छौँ त्यसपछि खाना खान्छौँ है त।
म चाहिँ गर्नु खाँदै